हरियो प्याज के हस् लसुन यो चाहिँ कोकोमेलन ए कोकोमेलन के मेलन रे हरियो प्याज सलाद पत्ता रेस्टुरेन्ट लिएर जाने हो चाइनिज साग सबै फुल मरेछ के राख दिदी पल्टाइदियो भने है अनि मैले पल्टाइदिएन नि यसरी अलि मिलेर यो त फर्सी त कुहिएछ त मोमो ए त्यो फर्सी कुहियो हामी मात्रै खायो तपाईँले खानु पाउनु भएन क्या ए हामी मात्रै खानु पाएछ गुन्द्रुक गुन्द्रुक पो टिप्रो टिप्रो सिध के गर्नु भएको थियो ए ओके ओके यो चाहिँ हरियो प्याज कस्तो बबाल हरियो प्याज यो रेस्टुरेन्ट हो यो पनि कस्तो कलर आएको हेर्नु न हो दामी दामी आइछ दामी 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 सनराइज पनि सनराइज पनि हेर्नु है गाइज सनसेट but you don't set oh my god हिमाल हेर्ने हो गाइज हिमाल हिमाल ओ त हाम्रो अलिकति जुम छैन हजुर हजुर दिदी मलाई भन्नुस् न क्यूआर पठाइदे कसको क्यूआर पठाइदिने हो मेरो गाइज हेर्नु है तरकारी कस्तो हरियो है हरियो फुल आइछ मैले पनि हरियो देखेँ म त भैँसीले मात्र हरियो देख्छ होला भनेको सेल्फी कति हो के हो कुरो लुगा हो के हो यो सबै झारेको गनौलोदेखि डराउँछ ल अब चाहिँ आरम्भको रात परिसकेको छ आरम्भ पनि क्लोज लगभग उफु अनुहारमा अन्डा त टल्किन्छ त अनुहार दिदी अनुहार दिएको छु मैले आज केटाहरूलाई स्पेसल आज झोल पनि छ यस निशानको तर्फबाट हाम्रो निशान दाइको तर्फबाट यस निशान बाउ भएको केटाहरूको यहाँ लिभर बिगान खोज्दैछ ओ उता फर्केर देखाइदिए पुरै आज पार्टी हुक्का पनि मैले त्यो इन्कम्प्लिट भएको हिजो होइन ल ल ल सबले गरेर सबले उडाइदेऊ त धुवा हाम्रो कार्की सर किन नउडाउने यस ओके सक्यो त दिदी के भन्न चाहनुहुन्छ हजुर काम लाग्छ यो बोकेर हाम्रोमा लाउनु नि त ओ नो बुझ्छ तर मैले नि हाम्रो रुमको मैले खेल्दैको सब त्यसमा सबै छैन पुरा हो त जोखान हेरेर काम लाग्छ नि हेर 52 पतिको 53 खेला 500 प्लान होइन जोखान हेर्न मिल्छ यसको थाहा छ थाहा छ मलाई आउँछ जोखान हेर्न मिल्छ नि कस्तो जोखान हेर्न मिल्छ तासबाट त टिरो के भन्छ के रे तासबाट तपाईँको जोखान हेर्न मिल्छ यसबाट तिमी धामी नभन त्यो लक भन्ने हैन त लक तपाईँको यो काम हुन्छ परेन भने ब्याड लक यो हैन यो के रे यो त्यो भन्दा उयो ठीक हुन्छ आफ्नो भाग्यमा देख्छ त्यही त्यो किन हेरेर त्यो तासबाट हेर्न मिल्छ भनेको नि तासबाट त्यो हेरेको कस्तो कुरा गर्नु के हेर त्यसो भए तासबाट हेर्ने भयो कि त अनि आफ्नो भौतिक त्यसो शक्ति छैन भनेदेखि त तपाईँ दक्षिण कालीमा विचार गरेर तपाईँलाई 1 महिना खेल्न दिन्छु ल त विचार नगर्ने देउता विचार नगर्ने मान्छे दक्षिण काली अनि के त त्यो बाहिर लकमा त कपी र त्यसतिर हेरेर हुन्छ तपाईले त्यो सकिन खै त्यही त के भन्नु किने हुन् कि अब
यसको नाम लेखेर त कहिले हान्थ्यो बहिनीले ए बहिनी ए दुनामा लिएर जानु होला ल ल अन्तिम बिदाइमा टक्क के भनिदेऊ ल ल ल ल हाम्रो बहिनी स्पेसल पढेरै बनाएको छ त मान्छे नि राम्रै ओहो यो पनि राम्रो ओहो कस्तो बनाउने होला हात त धोयो नि ए दुःख हो डेटल पानीले दामी बनाएर मेही छ त नि ऊ त्यहाँ छ ऊ आँखाबाट आँसु के उयो दोष धेरै हर्सस हाल है चाक पोल्ने गरी हर्सस हाल्छ फेरि दोषले त यार मार्छ बोतल त्यत्रो बजे भर न के तँ लगेर यार भाँडा ल्याएर जुत्ता भाँडा बोकेर आएको त भोलि माग्ने भन्दै जम्मो दिइरा हो खै भोलि अनि कबाडी फलाम लिन आएको हो बाबु भन्नु यस्तो बोकेर हिँड्नु हुँदैन नि त यहाँ बोतलहरु छ नि त बोतलहरु यत्रो छ यार एउटा दुईटा तिनटा भेटिसक्यो नि तीनटा त छ यो जग एउटा लाग्छ ल अब आरम्भ क्लोज लेट्स सी यु अर्को ब्लगमा हेरौँला अब ल आजलाई यति नै समाप्त गुड नाइट एभ्रिवान सी यु अनदर ब्लग टाटा बाई बाई सी यु टुमारो त्यहाँबाट आउँदै हुन्छ आरम्भ क्लोज गरेर हिँड्न थाल्यो भने त अँध्यारो हुन्छ हौ यहाँ त टोलपुरी अघि सुरु उता राखेको थियो त्यही कुरै भएछ सुनसान आरम्भ केटाहरू निस्किँदैनन् के गरेर हो ल्याङ गरेर बसेछ नर्छन् लेट्स गो यो राख्नु त आजको अब दिनभरि भ्लगमा म छुइनँ होइन अलिअलि छु हुनुहुन्छ? होला तर क्यामेरा मेरो हातमा छैन कस्तो बनाएछ अब एडिट गर्न चाहिँ मजा आउँछ त्यस्तो बेला चाहिँ होइन अरूलाई दिने अनि एडिट गर्दाखेरि चाहिँ ओहो रमाइलो हुन्छ किनभने आफूलाई थाहै हुँदैन नि त के भयो कस्तो भयो सस्पेन्स नाइट भ्यू यो टोलमा जस्तो बत्ती नहुने ठाउँ त काहीँ पनि जाने होला यो टोलको चार भैया फुलपारी जानुपर्छ उज्यालो हुन्छ यो टोल त के भन्नु आफ्नै रेस्टुरेन्ट खोला छ बेचतनी के गर्नु नजिकै ओडा छ त्यही पनि छैन वास्ता त्यस्तो चलाएको हो त त्यही भएर अस्ति जलाइदिएको थियो त्यो भएर ल कहीँ छैन क्या आफ्नै घरमा बत्ती बाल्ने मात्रै बत्ती न त पोलमा त बत्ती नै छैन यहाँ पनि पोलमा त छैन बत्ती त्यहाँ आफ्नै घरमा बत्ती हालेको ए रहेछ टोलले पनि राख्नुपर्छ पर्न चाहिँ अलिअलि यो राम मन्दिर हो राम मन्दिर त भन्छ ओ त्यहाँ कृष्ण मन्दिर अनि यता हाम्रो बौद्ध पनि देखिन्छ तिनवटा देखिन्छ अब फुलपारी 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 ल हेर्नुहोस् त उज्यालै उज्यालो छ यहाँ आएपछि चाहिँ सहर आएको जस्तो फिल हुन्छ त्यहाँ चाहिँ गाउँमा बसेर यहाँ सहर आएको जस्तो हुन्छ यहाँ सबै पसलहरू खुल्ला पनि हुन्छ है उता त 8 बजी पासेर बन्द Club Iron Club. गरायो गरायो ल होम स्वीट होम आइपुग्यो मेरो डेली काम हो कि ढोका खोल्ने चाहिँ
ल यति भन्दै खिच्दै हाम्रो मा जान्छौँ सुत्छौँ बाई गुड नाइट